नमस्ते। आज यस भिडियोमा हामी कक्षा 11 को शिक्षा र विकास त्यसको एकाइ 1 मा भएको है 1.1 को शिक्षाको अर्थ र परिभाषा सम्बन्धी हामी चर्चा गर्छौं बृहत रूपमा। ओके। र तपाईहरु शिक्षा सम्बन्धी कक्षा 11, कक्षा 12 र शिक्षक सेवा को तयारी गर्न चाहनुहुन्छ भने हाम्रो यो एनईबी एजुकेसन नामको जुन च्यानल छ त्यो सब्स्क्राइब गर्नु होला र आफ्नो साथीहरुलाई पनि यसको बारेमा भन्नु होला है। अगाडि हेर्नु होला। फर्स्टमा छ शिक्षाको शाब्दिक अर्थ बारे चर्चा गर्नुहोस्। यो शिक्षाको जुन लिटरल मिनिङ हुन्छ नि शाब्दिक अर्थ त्यसको बारेमा हामीले लेख्नु पर्ने हुन्छ। यहाँ हेर्नु होला। शिक्षा शब्द संस्कृत भाषाको शिक्ष धातुबाट आएको हो जसको अर्थ सिक्नु वा सिकाउनु हो। पहिलो है त यो शिक्षा भन्ने जुन शब्द रहेछ संस्कृतको शिक्षाबाट आएको र यो शिक्षाको मतलब हुन्छ सिक्नु वा सिकाउनु। अर्को हेर्नु होला। नेपालमा शिक्षालाई विद्या पनि भनिन्छ है वा नेपालीमा शिक्षालाई विद्या भन्छ नि विद्या पनि भनिन्छ जुन संस्कृतको विद्य धातुबाट आएको छ जसको अर्थ जान्नु वा ज्ञान दिनु रहेको छ है त। हामी शाब्दिक अर्थको कुरा गर्दै छौं शब्दको अर्थ मात्र लगाइरहेका छौं। अर्को रहेको छ शिक्षा शब्द अंग्रेजी भाषाको एजुकेसन शब्दको रूपान्तरण मानिन्छ। जुन हामी शिक्षा भन्छौं नि त्यसको इंग्लिशमा एजुकेसन भनिन्छ र यो एजुकेसन शब्द जुन छ नि त्यो ल्याटिनको विभिन्न वर्डहरुबाट आएको छ जुन हामी अर्को स्लाइडमा कुरा गर्छौं। अंग्रेजीको एजुकेसन शब्द ल्याटिन भाषाको विभिन्न शब्दहरुबाट आएको हो जस्तै एडुकेटम। पहिलो कुरा छ एडुकेटम हो के ई प्लस ड्युको जहाँ ई को अर्थ हुन्छ आउट अफ र ड्युको को अर्थ हुन्छ टु ब्रिङ अप। भनाइको मतलब एडुकेटम को अर्थ बालबालिकाको अन्तर्निहित शक्तिलाई ए बालबालिका को जो अन्तर्निहित क्षमता हुन्छ त्यसलाई भित्रबाट बाहिर ल्याउने काम चाहिँ कसले गर्छ त शिक्षाले गरिरहेको हुन्छ है। यो बुझ्नु पर्यो। नेक्स्ट रहेको छ एडुकेयर। अब एडुकेयरमा चाहिँ ई प्लस ड्युकेयरबाट आएको हो जहाँ ई को अर्थ हुन्छ आउट र ड्युकेयर को अर्थ हुन्छ टु ब्रिङ अप चाहे टु रेज हो। यसरी एडुकेयर को अर्थ भित्र रहेको शक्ति क्षमताको विकास गराउनु वा जीवनयापनमा सक्षम बनाउनु मानिन्छ के एडुकेयर को अर्थ। त्यसैगरी एडुसेयर पनि छ। एडुसेयरमा चाहिँ ई प्लस ड्युसेयर रहेको छ जहाँ ई को अर्थ आउट अफ नै हो र ड्युसेयर को अर्थ चाहिँ टु लिड आउट वा ड्र आउट मानिन्छ जसको अर्थ एडुसेयर को अर्थ भित्री शक्ति विकास गरी सक्षम बनाउनु हो। यसरी तपाई चाहिँ एजुकेसनको शिक्षाको शाब्दिक अर्थ बारे चर्चा गर्न सक्नुहुन्छ। ओके। अब अगाडि हेर्नु होला। शिक्षाको संकुचित अर्थ भन्नाले के बुझिन्छ के न्यारो मिनिङ संकुचित सानो सूक्ष्म अर्थ। अगाडि हेर्नु होला। शिक्षालाई सीमित घेराभित्र राखी हेर्ने दृष्टिकोण। शिक्षालाई नि सीमित घेराभित्र जसरी कक्षा कोठामा मात्र दिइने हैन सिलेबस अनुसारको कोर्स पढ्ने हरेक वर्ष पास हुने हैन यस्ता कुराहरु यसमा आउँछ कि यहाँ हेरिहाल्नुस्। विद्यालय गएर लिने ज्ञान र सिपलाई मात्र शिक्षा मानिने दृष्टिकोण हो यो। है विद्यालय गएर जुन शिक्षा लिइन्छ नि त्यो नै शिक्षा हो भनेर यदि मान्यो भने त्यसलाई हामी संकुचित अर्थ भन्छौं। किताबी ज्ञानमा विशेष जोड दिने शिक्षा है किताब पढ्ने किताबबाट क्वेशन सोध्ने किताबबाट क्वेशन सोधेको आधारमा पास हुने कक्षा चढाउने जुन छ नि यो संकुचित अर्थ हो शिक्षाको। अर्को रहेछ व्यवहारिक ज्ञान भन्दा बढी औपचारिकतामा जोड दिने गर्छ यसले है औपचारिकतामा जोड दिने शिक्षा हो यो। ओके। यसलाई म लेखिदिउँ औपचारिकतामा जोड दिने शिक्षा। यो छुटेको छ शिक्षा भएको छ। ओके। अब अगाडि हेर्नु होला। परीक्षा लिने र उत्तीर्ण गर्ने कार्यमा जोड दिने शिक्षा। यो अघि मैले चर्चा गरिसकेको छु। परीक्षा दिएर पास हुने जुन सिस्टम छ नि यो संकुचित अर्थमा आउँछ। त्यसैगरी रहेको छ संकुचित शिक्षाबारे विद्वानहरुको भनाइ हेर्नु है। अब यो संकुचित शिक्षा जुन छ नि यसमा विद्वानहरुले केही कुरा भनेको छ के यानी के छ शिक्षा अरु केही हैन बानीहरुको निर्माण मात्र हो। यो रुसोले भनेको हो र यो जरुरी छ किनभने शिक्षा अरु केही हैन बानीहरुको निर्माण मात्र हो। यो भनाइ कसको हो भनेर प्रश्न सोध्छ के है त्यो कारणले हामीले यो कुरा याद हुनुपर्छ। अर्को रहेको छ
स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण गर्नु नै शिक्षा हो है। स्वस्थ के त स्वस्थ शरीरमा ओके रहेको छ है। स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण गर्नु नै शिक्षा हो, यो अरस्तुले भनेको हो। त्यसै गरिरहेको छ शिक्षा किशोर किशोरीहरूको ज्ञान हैन, बालबालिका भनौँ न वा किशोर किशोरी भनौँ हैन, यसले ड्रेबरीले भनेको कुरा, त्यही भएर हामीले चेन्ज गर्न मिल्दैन। शिक्षा किशोर किशोरीहरूको ज्ञान, चरित्र र व्यवहार निर्दिष्ट र निर्धारण गर्ने प्रक्रिया हो के। किशोर किशोरीको ज्ञान, चरित्र र व्यवहार निर्धारण गर्ने जुन प्रक्रिया हो त्यो नै के हो त शिक्षा। यो कसको भनाइ हो भन्दाखेरि ड्रेबरीको हो। ओके, अगाडि आएको छ शिक्षाको अब व्यापक अर्थको कुरा गरौँ। हामीले शिक्षाको 3वटा अर्थमाथि छलफल गर्दैछौँ, एउटा शाब्दिक अर्थ, एउटा सङ्कुचित अर्थ, अब यो व्यापक अर्थ भयो के। भनेको मतलब कक्षा कोठामा शिक्षकले दिने शिक्षा भन्दा पनि बाहिर पनि हामीले शिक्षा प्राप्त गर्न सक्छौँ। है, बाटोमा हिँड्दा हिँड्दै मानव खुट्टामा ठक्कर लाग्यो भने हामी त्यहाँ केही सिक्न सक्छौँ, हो कि होइन। त्यस्तोलाई चाहिँ हामी के गर्छौँ व्यापक अर्थमा लिन्छौँ। जसरी कि शिक्षा जन्मदेखि मृत्युसम्म प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा निरन्तर प्राप्त हुने ज्ञान, सिप र क्षमता हो है। भनेको मतलब मान्छे जन्मदेखि मृत्युसम्म विद्यालय नगयो भने पनि धेरै कुराहरू सिक्छन् के, त्यो पनि त शिक्षा हो, जुन एउटा व्यापक अर्थ अन्तर्गत आउँछ। त्यसै गरिरहेको छ शिक्षा मानिसको जीवनमा निरन्तर चलिरहने प्रक्रिया हो के। यो शिक्षा जुन छ नि मानिसको जीवनमा निरन्तर चलिरहन्छ, मतलब कहिले रुक्दैन, मृत्युसम्म चलिरहन्छ के। केही न केही कुरा हामी सिकिरहन्छौँ, त्यसैले यसलाई निरन्तर चलिरहने प्रक्रिया भनिएको हो। कुरा बुझ्नुभयो होला। शिक्षालाई हामी के भन्न सक्छौँ रे, निरन्तर चलिरहने प्रक्रिया है यो कुरा। ल हेर्नुहोस् नेक्स्ट रहेको छ शिक्षा मानव व्यवहार परिवर्तनको प्रमुख तत्व हो। यदि मानवको व्यवहारमा सकारात्मक परिवर्तन आयो, यसको मतलब उसले केही न केही शिक्षा पाएको छ भन्ने बुझ्नुपर्छ के। त्यसैले शिक्षालाई मानवको व्यवहार परिवर्तनको प्रमुख तत्वको रूपमा चाहिँ शिक्षालाई लिन सकिन्छ है। यो चाहिँ व्यापक अर्थमा आयो कि। र मानवको व्यवहार परिवर्तन गर्नको लागि विद्यालय जानै पर्छ भन्ने कुरा होइन, मान्छेले जहाँबाट पनि होइन सकारात्मक कुरा सिकेर आफ्नो व्यवहारमा परिवर्तन गर्न सक्छन्। त्यसै गरी शिक्षा विद्यालय र निर्धारित पाठ्यक्रममा मात्र सीमित रहँदैन है। विद्यालयको निर्धारित पाठ्यक्रममा सीमित रहने भनेको त्यो सङ्कुचित अर्थमा पर्छ। शिक्षा मानव जीवन जतिकै व्यापक र विस्तृत छ, जति मानव जीवन विस्तृत छ नि शिक्षा पनि त्यतिकै विस्तृत छ के है। अनि भनेको छ शिक्षाको व्यापक अर्थबारे विद्वानहरूले के कुरा भनेका छन् त। जन डिवेले भनेको छ कि शिक्षा जीवन हो, जीवनको तयारी होइन के। जीवनको तयारीको लागि शिक्षा होइन, शिक्षा आफैमा एउटा जीवन हो भनेर जन डिवेले भनेका छन्। मानिसहरूमा भएका सम्पूर्णताहरूको पहिचान नै शिक्षा हो हैन। यो विवेकानन्दले भनेका छ कि मानिसहरूको जुन सम्पूर्णता जुन छ नि हैन, कि मान्छेमा सम्पूर्णता पर्फेक्सन आउँछ नि हैन, त्यो पर्फेक्सन ल्याउने नै के हो त शिक्षा हो। त्यसै गरिरहेको छ शिक्षा भनेको सार्वजनिक वैधताको विचारलाई बाहिर ल्याउनु हो, जुन प्रत्येक मानिसको मस्तिष्कमा रहेको हुन्छ। यो सुक्रातले भनेका हो कि हरेक मान्छेको दिमागमा केही न केही कुरा चलिरहेको हुन्छ के है। र त्यो कुरा दिमागमा राख्नुभन्दा पनि सार्वजनिक रूपमा त्यो विचारलाई प्रस्तुत गर्नु, बाहिर ल्याउनु, यदि ल्यायो भने त्यो पनि एक किसिमको के हो त शिक्षा नै हो। त्यो सुक्रातले भनेका हुन् है। अब अगाडि हेर्नुहोस् शिक्षाको प्रकृति वा स्वरूप बारे चर्चा गर्नुहोस् के। प्रकृति र स्वरूप मतलब शिक्षा कस्तो हुनुपर्छ भन्नु नै शिक्षाको प्रकृति र स्वरूप हो। र यसमाथि हामी छलफल गर्छौँ। अब शिक्षा कस्तो हुनुपर्छ भन्नुलाई नै शिक्षाको प्रकृति वा स्वरूप भनिन्छ। शिक्षा ग्रहण गर्ने प्रक्रिया मतलब शिक्षा प्राप्त गर्ने प्रक्रिया वा शिक्षा पाउने प्रक्रिया वा मानवले स्वीकार गरेका शिक्षाको रूप नै शिक्षाको स्वरूप वा प्रकृति हो। हेर्नुहोस् शिक्षा कुन तरिकाले प्राप्त भइरहेको छ, कसरी शिक्षा कसैले पाइरहेको छ, त्यसको बारेमा जानकारी गराउने पनि के हो त शिक्षाको प्रकृति र स्वरूपले नै गर्छ त्यस्तो काम। त्यसै गरिरहेको छ हाम्रो पाठ्यक्रममा शिक्षाका निम्न 3 स्वरूपहरू दिएका छन् हैन। हाम्रो पाठ्यक्रममा हाम्रो बुकमा 3वटा स्वरूप दिएको छ, जुन रहेको छ औपचारिक, अनौपचारिक र अरीतिक। अरीतिक मतलब रीतिभन्दा बाहिरको मतलब अनियमित है, यसलाई अनियमित पनि भन्ने गरिन्छ। औपचारिक, अनौपचारिक र अरीतिक वा अनियमित है, यसको बारेमा हामी अब बृहतमा चर्चा गर्छौँ। अगाडि हेर्नु होला। अनि यो यदि भिडियो मन परिरहेको छ भने तपाईँ भिडियो लाइक गर्नुहोस् हैन, र
तपाईहरु चाहनुहुन्छ कि शिक्षाको हैन त्यसैगरी तपाईको बाल विकासको र शिक्षण विधि जुन पेडागोजी छ त्यसको कक्षा 11 र 12 का विद्यार्थीहरूलाई मैले भनिरहेको छु यदि अरु स्लाइडहरु चाहनुहुन्छ यस्तै अरु नोटहरु चाहनुहुन्छ भने यो कस्तो छ मन परिरहेको छ भने कमेन्ट अनिवार्य गर्नु होला है तपाईहरुलाई अर्को यस्तो चाहियो कि चाहिएन भनेर कमेन्ट गरिहाल्नु होला र यदि यो मन परिरहेको छ नोट मन परिरहेको छ भने तपाई हामीलाई यो च्यानल सब्स्क्राइब गरेर साथीलाई पनि शेयर गरिदिनु होला है ओके अगाडि हेर्नु होला औपचारिक शिक्षाको बारेमा पढौं पूर्व निर्धारित उद्देश्य प्राप्तिका लागि नियमपूर्वक दिइने शिक्षा यो जुन औपचारिक शिक्षा हो नि त्यो पूर्व निर्धारित उद्देश्य हुन्छ के जसरी बीएलई जुन पढ्छौं नि हामी हैन आधारभूतको पूर्व निर्धारित उद्देश्य अनुसार आधारभूत तहका किताबहरुको निर्माण गरिएको हुन्छ के त्यसैगरी एसई गर्छौं नि त एसई मा के विद्यार्थीले सिक्न सक्छन् एसई उत्तीर्ण गरेका विद्यार्थीले के गर्न सक्छन् उद्देश्य पहिले नै निर्धारण गरिएको हुन्छ के र त्यो उद्देश्य प्राप्तिको लागि चाहिँ के गर्छ त नियमपूर्वक दिइने शिक्षा हुन्छ कि औपचारिक विद्यालय महाविद्यालय र शैक्षिक संस्थाबाट दिइन्छ हेर्नुस् यो जुन औपचारिक शिक्षा हुन्छ नि यो औपचारिक शिक्षा प्राप्त गर्नको लागि विद्यालय विश्वविद्यालय वा कुनै पनि शैक्षिक संस्थामा जानै पर्ने हुन्छ अब औपचारिक शिक्षाका विशेषताको कुरा गर्नुपर्दा तपाईलाई प्रश्न सोध्न सक्छ औपचारिक शिक्षा भन्नाले के बुझिन्छ यसका विशेषताहरू उल्लेख गर्नुहोस् है विशेषताको कुरा गर्नुपर्दा औपचारिक संस्थाहरूबाट दिइने शिक्षा औपचारिक संस्था मतलब यो माथिको जुन भन्यो नि विद्यालय महाविद्यालय विश्वविद्यालय शैक्षिक संस्थाबाट दिइन्छ तहगत रूपमा संरचना गरिएको हुन्छ के तहगत भनेको अहिले भर्खर भने नि आधारभूत तह हैन माध्यमिक तह पहिला उच्च माध्यमिक तह पनि थियो र यसै गरी चाहिँ तहगत है त्यसपछि स्नातक हुन्छ प्रवीणता प्रमाणपत्र हुन्छ हैन पहिला हुन्थ्यो अहिले छैन स्नातकोत्तर हुन्छ हैन विद्यावारिधि हुन्छ यसरी चाहिँ तहगत रूपमा चाहिँ शिक्षा प्रदान गरिन्छ कि औपचारिक शिक्षा निश्चित तहको ज्ञान र सिप प्राप्तिका आधारमा प्रमाणपत्र पनि दिइन्छ जसरी आधारभूत पास गर्नुभयो भने हैन तपाईको अहिले के दिने सिस्टम छ नगर स्तरीय प्रमाणपत्र पाउनुहुन्छ त्यसैगरी एसई पनि छ हैन त्यसैगरी जुन तह पास गर्नुहुन्छ नि त्यो तहको तपाईले प्रमाणपत्र पाउनुहुन्छ कि औपचारिक शिक्षामा यसमा निश्चित उद्देश्य हुन्छ पाठ्यक्रम पनि निश्चित हुन्छ शिक्षण विधि हुन्छ समय र स्थान तोकेको हुन्छ के जहाँ पाए त्यही शिक्षा पाइदैन यसको लागि तपाईले विद्यालय जानै पर्छ विद्यालयको समय तोकिएको हुन्छ हैन यसमा निश्चित शिक्षण विधिबाट शिक्षकहरूले पढाउने गरेको हुन्छ यसमा निश्चित पाठ्यक्रम हुन्छ पाठ्यपुस्तक हुन्छ उद्देश्य निर्धारण गरिएको हुन्छ यो सब के हुन्छ त औपचारिक शिक्षामा हुन्छ अब हामी कुरा गर्छौं अनौपचारिक शिक्षाको अनौपचारिक शिक्षामा के हुन्छ त औपचारिक संयन्त्र भन्दा बाहिर मतलब औपचारिक जुन सिस्टम छ नि विद्यालयको सिस्टम निश्चित पाठ्यक्रमको सिस्टम हैन प्रमाणपत्र पाउने सिस्टम यो भन्दा बाहिर संगठित गरिएको शैक्षिक क्रियाकलाप हो यो है ल औपचारिक शिक्षा भन्दा बाहिर संगठित गरिएको हुन्छ यो शैक्षिक संस्थाहरूबाट बाहिर रहेर कुनै लक्ष्य प्राप्तिको लागि गरिने शैक्षिक क्रियाकलाप र यसको लागि शैक्षिक संस्थामै जानुपर्छ भन्ने जरुरी छैन जसरी कसैलाई सिलाई कटाई सिक्नु छ सिप सिक्नु छ यसको लागि विद्यालयमै गएर राख्नु पर्ने जरुरी छैन हैन त्यो चाहिँ कुनै व्यक्तिबाट पनि सिक्न सक्छ वा कुनै ट्रेनिङ सेन्टरहरू हुन्छ त्यसमा गएर पनि सिक्न सक्नुहुन्छ हैन वा विभिन्न अनलाइन माध्यमबाट पनि सिक्न सकिन्छ है यस्तो भयो के अनि के भन्छ अनौपचारिक शिक्षाको विशेषताको कुरा गर्नुपर्दा पहिलो रहेछ प्रमाणपत्रधारी शिक्षकको आवश्यकता नपर्ने के हेर्नु औपचारिक शिक्षा जब विद्यालय शिक्षा हुन्छ नि त्यसमा जुन टिचर हुनुहुन्छ उहाँले विभिन्न लेभल विभिन्न तह उत्तीर्ण गरेको आधारमा उहाँले शिक्षक पेशामा जानुहुन्छ के तर यसको लागि चाहिँ प्रमाणपत्रधारी शिक्षक चाहिँदैन प्रमाणपत्र नभएको शिक्षकले पनि तपाईलाई ट्रेनिङ दिन सक्छ सिलाई कटाई सिकाउन सक्छ हो कि हैन मानव माटोको भाँडो बनाउने काम सिक्नु छ तपाईलाई त्यो माटोको भाँडो बनाउने मान्छेले के कुनै युनिभर्सिटीमा गएर विद्यालयमा गएर सर्टिफिकेट थोरै न प्राप्त गरेको हुन्छ तर पनि उले तपाईलाई बनाउन सिकाउन सक्छ के त्यो सब अनौपचारिक शिक्षा अन्तर्गत आउँछ सिकारुको रुचि र अनुभवमा आधारित हुन्छ विद्यार्थीले आफ्नो रुचि अनुसार जुन क्षेत्रमा इन्ट्रेस्ट हुन्छ त्यो क्षेत्र र अनुभवको आधारमा उले शिक्षा पाउँछ तर औपचारिक शिक्षा के हुन्छ विद्यार्थीलाई मन नपरे पनि पढ्नुपर्ने हुन्छ के बाध्यता हुन्छ स्थानीय स्रोत र साधनको प्रयोग गरिन्छ सिपमुखी व्यवहारमुखी र समय सापेक्ष हुने गर्छ यो सिपमुखी अघि मैले भनिसकेँ माटोको भाँडा बनाउने मानव बाँसको विभिन्न सामानहरू बनाउने सिलाई कटाई गर्ने सब सिपमुखी हुन् व्यवहारमुखी है मान्छेको आफ्नो व्यवहार अनुसारको शिक्षा लिन्छ भने समय सापेक्ष कुन बेला कुन शिक्षा लिँदा
इन्कम बढ्छ, कमाइ गर्न सकिन्छ भन्ने कुरा पनि हेर्छन् के यसमा है। अब हामी अनियमित वा अरीतिक जुन थियो नि त्यसको कुरा गरौँ। सिकाइको प्राकृतिक रूप अनियमित शिक्षा हो। प्राकृतिक रूप अनियमित शिक्षा। अनियमित शिक्षा मतलब तपाईँलाई हिँड्दा हिँड्दै ठक्कर लाग्यो, यो प्राकृतिक रूपमा सिक्नुभयो है। अग्रजका व्यवहारहरूको अनुकरण गरेर ज्ञान सिप र अभिवृद्धि सिक्ने। अग्रज जो बुढापाका छन्, बुवा छन्, हजुरबुवा छन्, उनीहरूले गरेका कुराहरू हामी अनुकरण गर्छौँ के, र उहाँहरूबाट हामी ज्ञान सिप प्राप्त गर्छौँ। त्यो चाहिँ के भयो त अनियमित शिक्षा भयो। अचेतन र आकस्मिक रूपमा पनि सत्ताउने शिक्षा यो। कहिलेकाहीँ अचेतन अवस्थामा र आकस्मिक रूपमा हामी केही कुरा सिक्छौँ के है। यसको लागि हाम्रो पूर्व निर्धारित उद्देश्य हुँदैन, अचानक हामी कुनै कुरा सिक्न सक्छौँ। त्यसै गरिरहेको छ अनियमित शिक्षाका विशेषतामा जीवन पर्यन्त शिक्षाको रूपमा लिने। यो जीवन पर्यन्त चलिरहन्छ के, अनियमित शिक्षा कहिले रुक्दैन। मान्छे मरुन्जेलसम्म केही न केही सिकिरहेका हुन्छन्। यो अरीतिक वा अनियमित शिक्षा भयो। सिप हस्तान्तरण, सिस होइन यो सिप हो है त। यसलाई म हेर्नु है, यो तपाईँको भयो सिप हस्तान्तरण। ओके, हेर्नु सिप हस्तान्तरणमा आधारित हुन्छ है। एकजनाले आफ्नो सिप मानौ जो बुजुर्ग छन्, मतलब के भने रे हाम्रा बाजे बराजे, अनि त्यसपछि के भन्छ बुवा, उहाँहरूबाट हामी के गर्छौँ त, हजुरबुवा, उहाँहरूबाट हामी उहाँहरूको जुन सिप हुन्छ नि त्यो हामी सिक्ने गर्छौँ के। एक पिँढीबाट अर्को पिँढीमा पुराना जुन हुन्छ नि त्यो सिपहरू हस्तान्तरण हुने गर्छ। दिगो र व्यावहारिक प्रकृतिको हुने के, प्रकृति हुन्छ यो। यसमा धेरै मिस्टेकहरू फेला परिरहेछ, मैले एडिट नगरे जस्तो भएको। यो प्रकृति हो है त। ल अब यो कस्तो हुन्छ भन्दाखेरि नि, दिगो र व्यावहारिक प्रकृतिको हुने, नियम र अनुशासनको आवश्यकता नपर्ने। यसमा खास एकदमै नियम, कडा अनुशासन पालना गर्नुपर्छ भन्ने यसमा हुँदैन। जसरी विद्यालयमा एकदम अनुशासन पालना गर्नुपर्ने होइन, नियम पालना गर्नुपर्ने, त्यस्तो यसको लागि चाहिँ अनियमित शिक्षाको लागि नियम कानुन खासै पालना गर्नु पर्दैन। त्यसै गरी औपचारिक, अनौपचारिक र अनियमित वा अरीतिक शिक्षाको भिन्नता लेख्न भन्नुपर्दा हामी यसरी गर्न सक्छौँ। औपचारिक शिक्षा, अनौपचारिक शिक्षा र अरीतिक वा अनियमित शिक्षा लेख्नु होला। क्रमिक संरचना र उमेर कक्षामा सङ्गठित हुने, चेतनाको स्तर बढाउने, सङ्गठित रूपमा दिइने, प्रभावका आधारमा स्वतन्त्र प्राप्त हुने। स्वतन्त्र रूपमा अनियमित शिक्षा प्राप्त हुन्छ। तोकिएको समय र नियम अनुसार चल्नुपर्छ। अनौपचारिकमा समय लचिलो हुने होइन, लचिलो मतलब तपाईँ जहाँ गएर पनि सिक्न सक्नुहुन्छ। त्यसको लागि कक्षा कोठैमा गएर होइन सिक्नुपर्छ भने जरुरी छैन, लचिलो हुन्छ। यो लचिलो हुने, समय लचिलो हुने र नियमको बन्देज नहुने। यो चाहिँ समय र नियम आवश्यक नपर्ने, यसमा समयको पनि आवश्यकता पर्दैन, जहाँ पनि जुन बेला पनि सिक्न सक्छ। शिक्षा बोझको रूपमा रहन्छ कि, विद्यालय शिक्षा जुन छ नि त्यो बोझको रूपमा रहन्छ। तर अनौपचारिक शिक्षा सिपको कुरा हो होइन, किनभने मान्छे सिप सिकेर कमाउन सक्छन्, त्यसैले यो शिक्षा रुचिको विषयमा जान्छ। र शिक्षा अन्तर्क्रिया र अनुभवका रूपमा रहने के, यो शिक्षा अन्तर्क्रिया र अनुभव हुन्छ। मान्छेले अनुभवबाट प्राप्त गर्छ यो शिक्षा। यसको लागि कुनै इन्स्टिच्युट हुँदैन। रुचि नभए पनि मान्छेले केही कुरा आफै सिकिहालिन्छ के, त्यो भनेको अरीतिक वा अनियमित शिक्षा हो। शिक्षा विधाका रूपमा रहन्छ। यहाँ स्वतन्त्र छनौट हुन्छ, सिक्न स्वतन्त्र हुने है, दुइटै। यहाँ छनौट स्वतन्त्र हुन्छ, यहाँ सिकाइ स्वतन्त्र हुन्छ। प्रमाणपत्रधारी र रोजगारमुखी हुन्छ यो हैन। यसबाट प्रमाणपत्र र रोजगारी पाउनुहुन्छ। यसमा दक्षता वृद्धि हुन्छ है, दक्षता सिप वृद्धि हुन्छ। यसमा व्यक्तिक प्रयोगमा आधारित हुन्छ, व्यक्तिको आफ्नो प्रयोगमा, व्यक्तिको अनुसार पनि यसमा सिकाइ के हुन सक्छ त, फरक हुन सक्छ। यसरी हामी के गर्यौँ त, औपचारिक, अनौपचारिक र अनियमित शिक्षाको भिन्नता गर्यौँ है त। अब कुरो के भयो भन्दाखेरि नि, तपाईहरू यदि 1.2 विकासको अर्थ र परिभाषाको यस्तै नोट पाउन चाहनुहुन्छ, यस्तै छलफलमा सरिक हुन चाहनुहुन्छ भने के गर्नु पर्यो, हाम्रो च्यानल सब्स्क्राइब गर्नु पर्यो है। र यदि मन परिरहेछ भने सेयर पनि गरिदिनुहोस्, र कमेन्ट त अनिवार्य रूपमा गर्नुहोस् के, कस्तो लागेको छ, तपाईँ अर्को पार्ट हैन पार्ट 2 चाहनुहुन्छ भने कमेन्ट गर्नु होला, पार्ट 2 भनेर। ओके, हामी अर्को भिडियोमा भेट्नेछौँ। तपाईहरूको कमेन्टको आधारमा, तपाईँहरूले कमेन्ट गर्नुभयो अर्को पार्ट चाहियो भनेर भने
म अर्को पाठ पनि लिएर आउनेछु है। तबसम्मको लागि बाई बाई, सी यू इन द नेक्स्ट भिडियो।